हेलो गाइस, दिस इज एपिसोड 12 अफ फोटोसप मास्टर क्लास। आज चाहिँ हामी लेयर मार्क्सको बारेमा पढ्छौँ है त। तपाईँले स्क्रिनमा देख्न सक्नुहुन्छ लेयर मार्क्सको आइकन चाहिँ यस्तो हुन्छ है। यो चाहिँ तपाईँले यो लेयर प्यानलको यहाँ मुनितिर पाउनुहुन्छ है। यो चाहिँ त्यसको आइकन हो है त। सुरुमा यसले कसरी काम गर्छ नि त्यो बुझौँ है। यदि तपाईँले कुनै पनि सब्जेक्ट लिनुभयो र होइन तपाईँले मार्क्स गर्नुभयो भने तपाईँले यो लेयर मार्क्समा यस्तो लेख्नुहुन्छ है त। जस्तै यहाँ छ नि यो सब्जेक्ट भइहाल्यो, यो चाहिँ त्यसको मार्क्स हो है। यसले कसरी काम गर्छ चाहिँ म भन्छु है त। तपाईँले देख्न सक्नुहुन्छ यहाँ कलर होइन, व्हाइट कलर छ नि। मैले यहाँ दुईवटा कलर लेखाएको छु है, एउटा व्हाइट र यहाँ ब्ल्याक। यहाँ मैले यसले काम नै बनाएको छु है, तपाईँले बुझ्नु है। यदि तपाईँले कुनै सब्जेक्ट लिनुभयो र त्यसको मार्क्स गर्नुभयो भने चाहिँ यदि तपाईँले व्हाइट आइकन देख्नु भएको छ यहाँ भन्यो भने चाहिँ त्यसले त्यो पार्ट देखाइरहेछ है। यदि तपाईँ यहाँ सब्जेक्ट छ र तपाईँले यो व्हाइट छ भने यो सब्जेक्ट यसले देखाइरहेको हुन्छ है, केही पनि भएको हुन्न। यदि तपाईँले त्यो मार्क्स आइकनमा यो कालो देख्नु भएको छ नि, त्यो एरिया चाहिँ हाइड हुन्छ है। कसरी भन्दाखेरि म तपाईँलाई बुझाउँछु एउटा इक्जाम्पल दिएर। जस्तै इक्जाम्पलको लागि म यहाँ आएँ, लेयर मार्क्स चाहिँ मैले टी गरेँ, तपाईँ राखेँ त सिम्पल है। ल तपाईँले यहाँ देख्नुहुन्छ है, मैले एउटा बिल्डिङ लेखेको छु हो, त्यहाँ मेरो व्हाइट आइकन आयो। त्यो भनेको के हो, यो चित्र चाहिँ यहाँ पुरै देखिरहेछ है। यदि मैले यहाँ ब्ल्याक पेन्ट गरेँ भने के हुन्छ हेर्नु है त। यदि मैले यहाँ ब्ल्याक पेन्ट गरेँ भने के हुन्छ थाहा, जुन यो ब्ल्याक भएको एरिया छ नि त्यो चाहिँ हाइड हुन्छ है। भनेपछि यसको यो ब्लू स्काई छ नि त्यो हाइड हुन्छ है त। हेर्नु है त, हाइड भयो नि। किन भन्दाखेरि फोटोसपमा चाहिँ लेयरहरूमा कसरी काम गर्छ भन्दाखेरि जब तपाईँले यो व्हाइट एरिया देख्नुहुन्छ त्यो चाहिँ रिभिल हुन्छ है, अनि कालो चाहिँ हाइड हुन्छ। यो फोटोसपको रुलै हो। फोटोसप अलिकति रेसिस्ट छ हुन त, तर यसरी नै काम गर्छ है फोटोसपले। तपाईँले यहाँ बुझ्नु पर्यो नि यति हो है त। व्हाइटले रिभिल गर्छ, ब्ल्याकले हाइड गर्छ। यदि तपाईँलाई कुनै ब्याकग्राउन्ड रिमुभ गर्न पऱ्यो भने नचाहिएको पार्ट भने त्यसमा ब्ल्याक पेन्ट गरिदिने हो। यहाँ जाने यो कलर लिएर ब्ल्याक पेन्ट गरिदिने। यदि रिभिल गर्नु छ भने व्हाइट पेन्ट गर्ने है त। तपाईँले मार्क्समा बुझ्नु पऱ्यो भनेको कुरा नै यति नै हो। व्हाइटले देखाउँछ, ब्ल्याकले हाइड गर्छ है त, अरू केही पनि छैन। म तपाईँलाई रियल इक्जाम्पल देखाउँछु है त। मैले यही बिल्डिङ लिएँ है त्यहाँ, यो बिल्डिङ लिएँ हो। अब मार्क्स कसरी गर्ने अघि भएर भने मैले सुरुमा लेयरमा जाने, त्यसपछि यो आइकन मार्क्सको आइकन थिच्ने, मार्क्स आयो। यहाँ के देखाइरह, व्हाइट देखाएको। व्हाइट देखाउँदा हाम्रो यिनीहरू केही फरक परेको छैन नि। यहाँ बनाएको छ नि व्हाइट देखायो भने इमेज सो हुन्छ, इमेज केही पनि बिग्रेर आउँदैन सुरुमा। भनेपछि यहाँ के देखाइरह त, व्हाइट देखाएको छ है। अब यो लेयरमा हामीलाई ब्याकग्राउन्ड हटाउनु छ यो स्काई भनेपछि के गर्छ मलाई भनेको थिएँ नि अघि, यहाँ ब्ल्याकले हाइड गर्छ। के गर्छ, ब्ल्याकले हाइड गर्छ है त। ब्ल्याक पेन्ट गऱ्यो भने चाहिँ यो हट्दो रहेछ नि। ल हेरौँ है त, हामीले अब ब्रस लेख्छौँ है, कम बी थिच्यो भने ब्रस आउँछ र यहाँ कालो लेख्छौँ है त। तपाईँले स्विच गर्न सक्नुहुन्छ है त, एक्स दाब्यो भने चाहिँ तल माथि गर्न सक्नुहुन्छ स्विच। जस्तै हामीले ब्ल्याक लियो होइन, हामीलाई के गर्नु हो, यो हटाउनु छ भनेपछि के गर्नु पऱ्यो, ब्ल्याक पेन्ट गर्नु पऱ्यो। यो आइकन जाने, यसमा थिचेर हुँदैन है, तपाईँको चाहिँ यहीँ थिच्नु पऱ्यो त हो। यहाँ थिचेर ब्रसमा गएर कालो पेन्ट गर्ने भनेपछि कालो पेन्ट गरिदिउँ। सिम्पल, केही गर्ने होइन, कालो पेन्ट गर्ने भनेपछि ब्याकग्राउन्ड हट्दै गयो है त। तपाईँ यहाँ देख्नु भएको छ नि, जब कालो आयो तपाईँ ब्याकग्राउन्ड हट्दै गयो है त। देख्नुभयो नि, मैले यति पेन्ट गरेर भनेपछि गयो है। मैले यतापट्टि साइड गर्ने लिएर मैले यहाँबाट यहाँसम्म है त। ल यहाँ के भइरहेको देख्नु भएको नि, जता जता कालो त्यो एरिया देखेको छैन है, त्यसको चाहिँ ब्याकग्राउन्ड रिमुभ भएको। देख्नु भएको छ नि तपाईँले, इजी छ यही है लेयर मार्क्सको। धेरै केही छैन, धेरै टाइम बुझाउनु धेरै टाइमै लाग्दैन क्या। धेरै लामो लेक्चर पनि हुनेवाला केही छैन, त्यसले चाहिँ मैले सिम्पल एन्ड सर्ट राखिरहेको छु है। तपाईँलाई पनि बुझ्न सजिलो होस्, मलाई पनि बुझाउनु सजिलो होस् हो। मैले हटाइदिएँ, देख्नु भएको छ नि, यता पुरै हटाइदिएँ। ल देख्नुभयो नि, जहाँ जहाँ ब्ल्याक पार्ट छ नि त्यो चाहिँ हटे है। जुन चाहिँ व्हाइट छ नि त्यो सो भएको, यहीँ भनेको थियो नि, सो गर्न छ भने व्हाइट, हाइड गर्न छ भने ब्ल्याक। सिम्पल है त। यहाँ पनि त्यसरी काम गरिरहेको छ कि व्हाइट पार्ट चाहिँ सो भएको छ, ब्ल्याक पार्ट चाहिँ के अरे गायब भएको। यही मार्क्स छ नि, यसलाई नै कन्ट्रोल आई दबाइदियो भने इन्भर्स हुन्छ है। भनेपछि देख्नुभयो भने ठ्याक्कै उल्टो नि। हेर्नु है त, कन्ट्रोल आई सुरुमा यस्तो थियो, व्हाइट पार्टले बिल्डिङ देखाएको थियो, ब्ल्याक पार्टले स्क्रिन के अरे स्काई हटाएको थियो है त। अब तपाईँले सिम्पल यसलाई उल्टो बनाइदिनु भयो, उल्टो बनाउँदै केही दबाउनु पर्दैन। यो लेयरमा गएर कन्ट्रोल र आई दबाइदियो भने इन्भर्स हुन्छ। ल ठ्याक्कै उल्टो है त। यहाँ के भएको छ, ब्ल्याक पार्ट भएको के हुन्छ अरे, हाइड हुन्छ। के भएको छ यहाँ, ब्ल्याक पार्ट भएको देखिया छैन नि त। व्हाइटले के गर्छ, रिभिल गर्छ। भनेपछि रिभिल गऱ्यो नि स्काई, यति हो। ल सिम्पल छ है त, केही गर्नै पर्दैन। यहाँ चाहिँ मिठो सर्टकट हुन्छ है त। हेर्नु है त, यदि तपाईँलाई होइन मलाई यो पुरै चाहियो इमेज भन्यो भने चाहिँ तपाईँले फेरि यहाँ गएर
ब्रस गएर तपाईँले जुन जुन पार्ट चाहिएको छ नि त्यसमा व्हाइट पेन्टिङ गर्न सक्नुहुन्छ। ल मलाई यो पार्ट चाहियो भनेपछि तपाईँले व्हाइट पेन्ट गरिदियो भने त्यो रिभिल हुन्छ है, फेरि त्यो इमेज कहीँ जानुहुन्न क्या, त्यहीँ हुन्छ। व्हाइट गर्न सक्नुहुन्छ है त, मलाई पुरै चाहियो भने व्हाइट गर्न सक्नुहुन्छ है त। तपाईँलाई यो व्हाइट नै पुरै चाहियो भने व्हाइट नै गर्नु पर्दैन है त। कन्ट्रोल जेड गरिदिनु, कन्ट्रोल जेड गरिदिनु। तपाईँले यदि सिफ्ट दबाएर यो मार्क्समा क्लिक गरिदिनु भयो भने चाहिँ यो मार्क्स इनेबल हुन्छ है, डिसेबल हुन्छ, यसले काम गर्दैन। यो मार्क्स त्यहीँ हुन्छ तर काम गर्दैन है, भनेपछि पुरै देखिन्छ, हुन्छ नि, केही नि रिमुभै हुँदैन क्या। अब फेरि सिम्पल सिफ्ट दबाएर थिच्नु भयो भने चाहिँ त्यो आउँछ क्या। फोटोसपको सही फिचर हो कि यो चाहिँ। यदि तपाईँले डिटेलमा गएर अब यही लेयर मार्क्स हो डिटेलमा गएर मिलाउनु छ भने चाहिँ अल्ट दबाएर मार्क्समा थिच्नु भयो भने मार्क्स फुल्लिन्छ है। जस्तै व्हाइटले देखा ब्ल्याकले हाइड गरेको नि त। अब तपाईँले यहाँ गएर सिम्पल नि ब्रस गर्न सक्नुहुन्छ। मलाई कुन कुन पार्ट चाहिएको, जस्तो मलाई यो पार्ट यसरी चाहिएको भने चाहिँ यहीँबाट मिलाउन सक्नुहुन्छ है। गयो भने तपाईँको मार्क्स अब अल्ट दबाएर यहाँ थिच्नु भयो भने ब्याकग्राउन्डमा पनि त्यही आउँछ है त है। यो हो है त लेयर मार्क्सको काम चाहिँ यति हो है, तपाईँले बुझ्नु पऱ्यो है त। यो चाहिँ हामीले धेरै युज गर्छौँ है। तपाईँले मेन सम्झिनु पर्ने नि यति नै हो। सब्जेक्ट हुन्छ, सब्जेक्टको मार्क्स हुन्छ, सोज गर्छ व्हाइटले, हाइड गर्छ ब्ल्याकले है। हेरौँ ल, जस्तै मलाई यहाँ दुइटा लेखेको छ मैले गिफ्टको है। मैले सुरुमा हेर्छौँ यो चाहिँ किन युज गर्छ थाहा, यदि हामीलाई मार्क्स एउटालाई मार्क्स गर्दैन, यसलाई मार्क्स गर्दैनौँ है, यसलाई चाहिँ हामीले मार्क्स गर्छौँ है। मार्क्स नगरिकन ब्रस गर्नलाई हामीले ब्याकग्राउन्ड रिमुभ गर्न के गर्नुपर्छ थाहा, सुरुमा हामी यहाँ ब्रस टुल के अरे इरेजर टुलमा गएर इरेज गर्छौँ। त्यसको लागि सुरुमा हामीले स्मार्ट अब्जेक्टलाई रेस्टराइज गर्नुपर्छ है त। गऱ्यो मैले हटाइदिएँ ब्ल्याकले हो, मैले व्हाइट लिएँ, व्हाइट लिएँ नि के हुने, व्हाइट ब्ल्याक मतलब हुन्न यसमा चाहिँ, देख्नुभयो नि, जसले नि ब्रस मात्रै हुन्छ। अब तपाईँले यसलाई मलाई अहिलेको पार्ट चाहियो भन्यो भने तपाईँले सिम्पली एक्स गरेर गर्न सक्नुहुन्छ र हुँदैन नि, मेटिन्छ मात्रै, यसले मेट्ने मात्रै हो, कालो सेतो बालै छैन, यसलाई मेट्ने मात्रै। तपाईँले यसपछि अगाडि होइन यार मेरो बिग्रियो छ्या भनेर तपाईँले मिलाउनु पाउनुहुन्न एकचोटि गरेपछि, पुरै डिस्ट्रक्सन मेथड हो कि यो होइन। यदि तपाईँलाई खतरा मेथड चाहिँ जाने ब्रस गर्ने, मार्क्समा ब्रस गर्ने कि मार्क्समा ब्रस गऱ्यो भने चाहिँ बिग्रिने मार्क्स बिग्रिन्छ, मार्क्सलाई हामीले फाल्न मिलिहाल्छ। मार्क्समा गएर ब्रस गऱ्यो भने चाहिँ कालोले ब्रस गऱ्यो हट्छ नि हामीलाई थाहा। ल मलाई यो पार्ट हटाएर अरे होइन यार मलाई त अलिकति देखाउँछ भने सिम्पल चेन्ज गर्ने कलर, अनि यहाँ गएर ब्रस गर्ने। यहाँबाटै जतिखेर नि कि तपाईँले हटे काटे पनि मिलाउनु मिल्छ क्या, तपाईँको हराए पनि ब्रस गर्दै ल्याउनु मिल्छ, तपाईँलाई पहिला जस्तैमा आउनु मिल्छ क्या, बुझ्नु भएन है। काट्ने यो चाहिँ फाइदा हो, यो लेयर मार्क्सको फाइदा चाहिँ यो है। हामीले फोटोसपमा चाहिँ यो लास्ट युज गर्छ भने चाहिँ ब्याकग्राउन्ड रिमुभ गर्ने बेला हरेक बेला चाहिँ युज गर्छ है। इफेक्टहरू हाल्नु भयो, ग्रेडियन्ट बनाउनु भयो, यो चाहिँ मेनली युज गर्छौँ है त हामीले। अब चाहिएन भने तपाईँले सिम्पल हटाइदिनु पायो क्या, यहाँबाट सिम्पल हटाइदियो भने इमेज जस्ता जस्तै भएर आउँछ है त। यति हो लेयर मार्क्सको काम, तपाईँले बुझ्नुपर्ने भनेको यति नै हो। यति मेन बुझ्नुपर्ने चाहिँ यो है, सोजले देखाउँछ के अरे व्हाइटले देखाउँछ, ब्ल्याकले हाइड गर्छ। यति बुझेपछि तपाईँले लेयर मार्क्स बुझ्नुभयो है। अब तपाईँले यसो आफै ट्राई गर्नु है त, ठिकै छ, आफै प्र्याक्टिस गर्नु, तपाईँले एकछिनमा बुझ्नुहुन्छ। आजको लागि यति नै है। थ्याङ्क्स फर वाचिङ।